बालेन सरकारको अर्को महत्त्वपूर्ण काम भनेको एजुकेसन सिस्टममा आमूल परिवर्तन। हामीलाई थाहा छ हाम्रो देश एउटा यङ कन्ट्री हो। यङ पपुलेसनले हाम्रो देश खचाखच भरिएको छ। अधिकांश ती जेनजी समूहहरू आज देशमा किन फ्रस्ट्रेटेड छन्, किन उनीहरू यो देशमा बस्न चाहँदैनन्, यसको उत्तर हामी सबैलाई थाहा छ। हातमा ब्याचलर गरेको डिग्री छ, मास्टर गरेको डिग्री छ, तर त्यो डिग्री लिएर बजारमा जाँदाखेरि त्यो डिग्रीलाई बजाएर एउटा सरदर युवा नेपालमै बाँच्न सक्ने अवस्था छैन। न त उसले चाहेको जस्तो जागिर नै पाउँछ, न त ऊ स्वावलम्बी बन्ने ज्ञान नै त्यो डिग्रीले प्रदान गरेको छ। त्यसकारण अब बन्ने सरकारले डिग्री मात्र बाँड्ने शिक्षा होइन, उसलाई आत्मनिर्भर बनाउने शिक्षा, प्राविधिक शिक्षा पनि उसलाई दिनु पर्यो। उसलाई सिपमूलक शिक्षा दिनु पर्यो ताकि उसले बजारको माग अनुसार आफूलाई प्रिपेयर गर्न सकोस् या आफूले आत्मनिर्भर बन्नको निम्ति, स्वरोजगार बन्नको निम्ति अगाडि बढ्न सकोस्। त्यस्तो व्यावहारिक शिक्षाको वातावरण बनाउने काम अबको सरकारको काँधमा रहेको छ।